नमस्ते गाइज। आज म यहाँ मिथिला नगरपालिका वडा नम्बर 10 लालगढी धनौजी यहाँ नजिकै बाटो छ। यहाँ चाहिँ मकै देख्नुहुन्छ तपाईँले, यो छोटो ल मकै, हरिया मकै खानु मन छ नि यहाँ आउनुहोस्। यो चाहिँ हुन त यो मेरो पनि घर होइन, हाम्रो बिनाजुको यहाँ पर्छ। यो मिथिला नगरपालिका वडा नम्बर 10 लालगढ धनुषाको माथि धनौजीको टोल भन्छ, तलतिर गैरा चोक भन्छ, गैरा टोल भन्छ। ल अनि हरिया मकै यहाँ किसानलाई यहाँ छोडाउँदै हुनुहुन्छ। यो चाहिँ उहाँहरूले आज मलाई चाहिँ पोलेर खान दिन लाग्दै हुन्छ। यो कान्छीले हालिदिन्छ, कान्छी नाम भन्दै ल ल लजाउने हो। यो जस्ताको तस्तै म हालिदिन्छु। यो चाहिँ सोसियल युट्युबमा तपाईँलाई कस्तो लाग्छ यो मकैको बारेमा। यो मकै मैले देखाएँ, धेर ब्रिफ गरेन, तपाईँले आफैले बुझ्नु होला। मकै यसरी यहाँ घरसम्म ल्याइ पुर्याउनुको लागि कति लगानी छ, यो मल बिउदेखि लिएर यो यहाँसम्म ल्याउनुको लागि समय यो आफै क्यालकुलेसन गर्नु है त। हरियो मकै खानलाई धेरै धेरै चाहिँ रहर हुनेहरूले हेर्नु होला। यो चाहिँ अर्ग्यानिक मकै।